ल साथी हो धान झार्न लाग्यो हामी त लिखो खोलातिर सिल्को बेसीतिर धान झार्न लाग्यो साथी लाग्यो तातेको छ है जेन्जेहरू चाकमा आगो लाग्दिन्छ साथी हो सिल्को बेसीमा अब धान झार्तको सुरु हुँदैछ धान झार्नलाई तादेखि त्यहाँदेखि यति माथि सबै त्यहाँदेखि झार्ने आज तातो घाममा सेक्ने हो मजाले सेतो मान्छे कालो बनेर होइन सरसफाइ हुँदैछ यहाँ टक्क ढुङ्गा ओछ्याउने बिछ्याउने अनि टक्क चाहिँ धान झार्न सुरु गर्ने साथी हो है साथी हो बिटा बान्दैछ पराल है यसरी बान्ने हो यहाँबाट फेरि यसरी राख्ने यसरी उचालेर लगेर हो त्यहाँ सुरुवात गरिसक्यो धान झार्नलाई अरे राम राम हेर कामदारीहरू ओहो यसरी बिटो मुठो बान्नुपर्छ यसरी मुठो बान्ने टक्क यसो सँगाल्ने त्यसपछि उता लगेर ढ्याङ ढ्याङ झार्ने पालमा झार्ने अरे फेरि बोकेर उकालो लाग्नुपर्छ साथी हो यता छेउमा गर्मी भयो भने छेउमा कोसिनी छ गएर लिखो रिभर भन्छ यसलाई चाहिँ गएर झ्याम झ्याम पौडी खेल्ने हो पौडी खेल्दाखेरि 2-3 वटा माछा नि समातेर ल्याउने हो काइलो झ्याम्बे 50 मुरी हो ल ल यता चाहिँ अल्छी पार्टीहरू है यिनीहरू चाहिँ ल यति ठुलो फाट्छ नि त राम्रो त्यहाँ माथि नि हुँदैछ काम त्यहाँ माथि नि धान झार्दैछ उता चाहिँ भत्ताभत यता नि सुरु भइसकेछ कता यता नि सुरु भइसकेको छ धान झार्नलाई साथी हो अब सुरु साथी हजुर ल है हौ यो ल सुरु भयो साथी अब यो नि ल अब धान सुरु है साथी ल ओके ल साथी हो अब धान झार्ने हो झ्याम झ्याम तातो घाममा होइन धान झार्ने हो धान झार्नलाई पालहरू अछ्याउँदैछ बस्त काम गर्ने हो यता ल तातेको साथी हो हुँदैछ काम भट्टाभट जेन्जीहरू तातेछ है तातेछ लो 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 झार साथी हो झार यता चाहिँ बिटो बान्दैछ यता ओसार्नेहरू ओसार्दैछ म चाहिँ यसो रेकर्ड गर्दैछु होइन यसरी टक्क धान झार्ने हो त्यो छ्याङ खाँदैछु है हामी चाहिँ यता अघि डान्स गर्ने साथी यही हो खाजा खानलाई बसिरहेको छु अनि धान झार्ने टोलीहरू चाहिँ होइन हेर जड्या मुर्दा यसरी उता ओसार्दैछ हामी चाहिँ टक्क धान झार्ने टोलीहरू चाहिँ खाजा खाँदैछ उहाँ चाहिँ हाम्रो भाउजू अनि यो लजाउने केटा यही हो मोरा ल कुराकानी हुँदैछ है यता खाजा खाएर सक्यो साथी हो तयारी हुँदैछ अब फेरि सुरु गर्ने हो धान झार्नलाई घाम नि हो त्यहाँ पुगिसक्यो कता हो त्यहाँ पुगिसक्यो अब सुरु हुँदैछ फेरि अब डड्डा झार्ने हो यसरी छ्याङ खाने हो हैन हाम्रो साउ चाहिँ यहाँ छ खाएर सक्यो साथीहरु तातिँदैछ है ल बट्टाभट झर्दैछ
लगभग 15-16 मुरी समथिङ हुन्छ होला धान चाहिँ सुरु हुँदैछ धद्दा र ढडङ झार्न सुरु गर्यो जेन्जीहरू तात्यो जेन्जीहरू तात्यो अरू केही गर्न नसकिन् जेन्जीहरूले धान चाहिँ मजा मिठो झार्छ है फेरि साथीहरू ओ ए साथी हो खेतालो सेलरोटी हेरौँ त यता खाँदैछ यता हामी यहाँ ओ हाम्रो भाउजू हेरौँ त आहा लै खाजा यो के हो यो अचार रोटी पाल परेर सेलरोटी क्या सेलरोटी दिएछ है त बोटो रोटो दिएन धान झारेर चाहिँ सक्यो अब त्यहाँनिर सफा गर्दैछ अनि बोकेर त्यो परालहरू भारी बनाएर टक्क बोकेर लाने हो नि त अब होइन साथीहरू टक्क ओहो उसकै है फेरि खेतालो हामी ओहो यता हो साउनी आमा यता कहाँ खेतालाई नानीले एक्लै अगाडि गइरहेको त लै साथी हो लै यता खाँदैछ उस मस्किँदै बाबा यत्रो रोटी सकिन्छ त बान्ने त यत्रो रोटो ओहो ए सकाउँछ केटा हो यत्रो हाम्रो साउनी माइली साउनी आमा खै यता हेर्नु त खैला म नि त भौजी चिउकी खिटिहारी चाहिँ साथी त भौजी इला दाजे खाटा टसुक्क मामाहरू म नि होला छेउ रा दिएर खुसी पर्ने होला राम ल होला म र जियाइ परे गइ परे खाटा न ल अब चाहिँ हामीले मैले नि सुरु गरेँ छ्याङदेखि सुरु गरेँ हामीले त जाँट जातले पाएको नाक दुबाई खाएको भनेको यही हो साथी है त्यो खानेहरू टक्क लाएर होइन सेमा त रोन्ने भाउजू मज्नु डा क्या त्यहाँ हेर नाक फुलाएको फेरि अर्को आमै नि लै दुःख छ नि साथी हो जय माग्रा हुन्छ यता मनी थोए देखिया चाहिँ ठ्याक्कै है सुरु गरे हामीले ल यो भारी हाल्न चाहिँ यसरी डोरी बनाउँदैछ डोरी बनाएपछि चाहिँ टक्क भारी हालिन्छ त्यसरी भारी हाल्छ हैन अनि यसरी यो चाहिँ यसरी बनाउँछ कि यसरी बनाउँछ हैन बनाएपछि चाहिँ टक्क हो त्यसरी बनाउँछ बनाएपछि चाहिँ अनि लास्टमा चाहिँ यसरी भारी हाल्छ यसरी ओसार्छ टक्क भारी हाल्ने बोक्ने जाने हैन टक्क लाएर यत्रो परालहरू छ गाई गोरुले खान्छ क्या त्यही भएर टक्क बनाएर राख्ने हो लै भारी हेटा ए बुले मजा खाटा बुले परालो सार्दैछ आमै नि लै लजाको हेर उनी लजाउने फेरि माकाल क्या टिटा कुला काल्छ
ओहो साथी के खाँदै हो यस्तो दालमा यता बदल्ने छ यता के हो यो आमै नि लै कठैबरी लै नरौ न कान्छो बियर हो लो मिठो गाईको मुख जस्तै हो ओहो हेर हेर तानेकी उनले ओहो नि लै मिठो ओहो साथी हो धानलाई हावा हाल्दैछ है यता यसरी हावा हालेर सफा गर्नुपर्छ यो भुसहरू चाहिँ यसरी त्यसरी छुट्याएर धान चाहिँ एक ठाउँमा जम्मा गरेर त्यसरी रास बनाएर हावा हाल्ने हो अनि त्यसरी हावा हाल्नुपर्छ नाङ्लोले यसरी भारी हालेर बोकेर लाने हो हावा हालेर चाहिँ सकेपछि चाहिँ हुरी गर्नलाई हुरीहरू गर्नलाई ल यसरी हो अब चाहिँ भरिन लायो जमिन मजानु ल ओहो नि लै यसरी टक्क यो बोरामा भर्ने त्यो टिनमा भर्दै यो बोरामा भर्ने टक्क त्यसरी भर्ने हो हैन टक्क टक्क भर्ने हो साथी हो सर कस्तो छ अवस्था यता भाउजू यता काइलो ठिक छ यता भाउजू त लजाएर के भुसुक्कै लै केटा हो काइलाले धुत्तायो आज हाम्रो म नि यतै छु ओहो साथी हो हेलो साथी हो भारी बोकेर चाहिँ टक्क अब यसरी कोसीको छेउ हिँड्नुपर्छ साथी हो यसरी कोसीको छेउ हिँड्नुपर्छ टक्क भारी बोक्ने लगेर अहिले बिसाउने कोसीको नजारा हेरौँ साथी हो तातेको छ है तातेको छ ल हेर न भारी कत्रो छ यार भ्यागताले बोक्ने जत्रो छ यार ओहो बिसाउ नानी हो छोराहरू ल दुःख भयो होला बिसाउ टक्क राखिदियो यिनीहरू चाहिँ सबै लै तातेको चाहिँ साथी अब दुईचोटि ल्यायो भने त सकिन्छ पनि ल होइन अब दुईचोटि ल्यायो भने सकिन्छ अनि ड्याङ्की यता नि आउँदैछ एकजना फेरि ओहो साउनीलाई दुःख भयो साउ र साउनीलाई राम्रो हो